कानूनमा कारबाहीको प्रष्ट नीति नहुँदा मोरङको विराटनगरमा मापदण्ड विपरीत स्वास्थ्य संस्थाहरू सञ्चालन हुने क्रम बढेको छ। विराटनगर क्षेत्रमा 3 दर्जन भन्दा बढी स्वास्थ्य संस्थाहरू सञ्चालन हुँदै आएका छन्। ती मध्ये 20वटाले मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता गराएका छन्। नाफाको प्रलोभनमा मोरङका अधिकांश अस्पतालले दर्ता गरे भन्दा बढी शैय्या सञ्चालन गर्दै आएका छन्। निजी अस्पतालमा 15 शैय्याका लागि अनुमति पाएका कतिपय अस्पतालले 50 भन्दा बढी शैय्या समेत सञ्चालन गरेका छन्। ऐन अनुसार 15 शैय्याका लागि 1 चिकित्सक, 2 नर्स र 3 अनमीको आवश्यकता पर्छ। तर सबैजसो अस्पतालले यो प्रक्रिया पूरा गरेका छैनन्। न्यून स्वास्थ्यकर्मी र अधिक शैय्याका कारण सेवाग्राहीहरू समेत समस्यामा पर्ने गरेका छन्। अस्वस्थ प्रतिस्पर्धा र नाफामुखी सञ्चालकहरूले कानून विपरीत स्वास्थ्य संस्था सञ्चालन गर्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बाले बताउनुभयो। तर अस्वस्थ प्रतिस्पर्धा र व्यवसायिकता भयो भने बिरामी अथवा ग्राहकको हक हितलाई चाहिँ व्यवस्था गरेर पनि कतिपय काम र सेवाहरूमा चाहिँ उहाँले त्यसलाई विस्तार गरेको देखिन्छ र कताबाट बढी फाइदा हुन्छ र कताबाट चाहिँ हाम्रो संस्थालाई चाहिँ छिटो धनी बनाउन सकिन्छ भन्ने हिसाबले पनि त्यसमा भूमिका खेलेको हुनसक्छ। अहिले स्वास्थ्य क्षेत्रमा आएका जति पनि जनगुनासाहरू छन्, जति पनि विकृतिहरू छन्, यसको लागि चाहिँ अहिले आएर धेरै कानुनी प्रावधानहरू पनि यी सबै विकृतिहरूलाई सम्बोधन गर्नको लागि चाहिँ पर्याप्त छैनन् कि जस्तो लाग्छ। कानुनी मापदण्ड विपरीत सञ्चालन भएका स्वास्थ्य संस्थाहरूको अनुगमन भइरहेको जनाइएको छ। तर अनुगमनपछि त्यस्ता स्वास्थ्य संस्था तथा सञ्चालकहरूलाई कारबाही गर्ने बारे कानुनी रूपमा प्रष्ट प्रावधान नहुँदा नियम विपरीत स्वास्थ्य संस्था सञ्चालन गर्नेहरू प्रोत्साहित भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।